छाता ओढेर भए पनि आन्दोलनकारीहरूले एकदम आन्दोलन गरिरहेको अवस्था छ यति बेला हेरिसकमा चाहिँ। ल एकदम यस्तो गर्मीमा चाहिँ 1 बजेको गर्मीमा छाता ओढेर भए पनि आन्दोलन गरिराख्नु भएको छ। उहाँहरूको जबसम्म माग पुरा हुँदैन तबसम्म उहाँहरूको यस्तो गरेर आन्दोलन गर्ने कुरा चलिरहेको छ। हाम्रो सुरक्षाकर्मीहरू पनि चारैतिरबाट चाहिँ आफ्नो सेक्युरिटीको काम गरिराख्नु भएको छ भने आन्दोलनकारीहरूले छाता ओढेर भए पनि आफ्नो आन्दोलन चाहिँ जारी राख्नु भएको छ। देख्न सक्नुहुन्छ धरमबेडीबाट आएको गाडीहरूलाई पनि आन्दोलनकारीहरू रोकिराख्नु भएको छ भने यति बेला गाडी तोडफोड हुने कार्यक्रम पनि सुरु हुन लागेको छ।